हेलो हेलो साथीहरु नमस्कार गुड मर्निङ सबैजना आराम कुशली हुनुहुन्छ होला म पनि आराम कुशली छु भन्न चाहन्छु र अब दशैं पनि आज चाहिँ सिधिँदै लागेको छ नेपालतिर 2-4 दिन घटिसकेको छ भने यो बिहानको समयमा चाहिँ म पनि तपाईहरुलाई आज क्रोसियामा हल्का पानी परिरहेछ अनि आज म चाहिँ जहिले पनि डेली बिहान ओछ्यानबाट उठेर हेर्ने दृश्य यो समय सान्दर्भिक एकदमै राम्रो खालको चाहिँ म तपाईहरुलाई देखाउन लागिरहेको छु है। पक्कै पनि तपाईहरुलाई के कस्तो लाग्छ? म चाहिँ दुईटा देशको यो बोर्डर साइडमा छु, स्लोभेनिया र क्रोएसियाको बोर्डर साइडमा पक्कै पनि तपाईहरुलाई देखाउने छु। हिजो एउटा भिडियो बनाएको थिएँ तर त्यहाँ चाहिँ एकदमै टुसारो परिरहेको थियो भने आज चाहिँ पानी परिरहेको अवस्था छ। ल हेर्नुस् है साथीहरु, यस्तो खालको छ वातावरण, तपाईहरुले हेर्दै हुनुहुन्छ पक्कै पनि। यहाँनिर दुईटा रोड छन्, त्यो मास्तिरपट्टिको एउटा रोड चाहिँ स्लोभेनियातिरको पर्छ, त्यो अर्को पार चाहिँ, र यतापट्टि म अग्लो डाँडापट्टि बसिरहेको छु। यहाँनिर चाहिँ क्रोएसियाको नजिकै क्रोएसिया पर्छ। हामी चाहिँ दुईटा देशको यो बोर्डर साइडमा छौँ। एकदमै शान्त वातावरण पनि छ र यो पानी परिरहेको छ पक्कै पनि तपाईले देख्न सक्नुहुन्छ। त्यहाँ पर चाहिँ चारवटा यो घरहरू देख्न सक्नुहुन्छ हैन। हामी यता भए पनि जस नेपालको अनुभव गर्नलाई राम्ररी पाइएको छ, तर फरक छ यहाँको सबै कुराहरू तपाईहरु देख्न सक्नुहुन्छ हैन। तपाईहरुलाई के कस्तो लाग्छ? मेरो च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। र सबैजनाले अहिलेसम्म हेरेर जतिजनाले मेरो च्यानललाई भ्लगलाई माया गरिदिनु भएको छ सबैजनाले आज चाहिँ यो सानो सर्ट भिडियो बनाएर तपाईहरुलाई मिनी भ्लगमा सबैजनालाई देखाउँदैछु। पानी परिरहेको समय छ है। यो पानी परिरहेको समय यो ठाउँ तपाईहरुलाई कस्तो लाग्छ एकदमै कमेन्ट गरेर भन्नु होला है साथीहरु। र फेरि पनि यस्तै भिडियोहरुको लागि म तपाईहरुलाई फेरि पनि भिडियोमा भेट हुने बाचा गर्दै अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु। बाइ बाइ सबैजनालाई।